भनेपछि हामीले चाहिँ के भने खोजेको चाहिँ के भने अहिले के हो भने संरचनागत सुधार, निर्वाचन प्रणालीमा सुधार, अनि शासकीय स्वरूपमा सुधार, अनि के अरे अभिभावकीय संस्थाको रूपमा राज संस्था, बाह्य हस्तक्षेपबाट मुक्त गर्ने संस्था, अनि हामीले त्यति मात्रै होइन हिन्दू राष्ट्रको पहिचानको कुरा गरिरहेछौँ। 1 अरब 20 करोड भन्दा बढी हिन्दूहरूको आस्थाको केन्द्र नेपाल बनाऊ भनिरहेछौँ। जसरी मक्का मदिना मुस्लिमहरू जान्छन्, जसरी भ्याटिकन सिटी चाहिँ क्रिस्चियनहरू जान्छन्, त्यसै गरी विश्वको चाहिँ हिन्दूहरू एकपटक नेपाल आउने चाहिँ पशुपतिनाथ आउने बनाउनुपर्छ भनिरहेको छ। त्यति मात्रै होइन, हामीले बुद्ध जन्मेको देश शान्ति क्षेत्र नेपाल बनाउनुपर्छ र विश्वको बुद्धिस्टहरू एकपटक नेपाल बुद्ध जन्मेको जन्मस्थल लुम्बिनी आउनुपर्छ भन्ने बनाउनु चाहिँ यसले धार्मिक पर्यटनले पनि हाम्रो समृद्धि हुन्छ। यो पहिचानसँग जोडिएका कुरा हुन्, समृद्धिसँग जोडिएका कुरा हुन्, आर्थिक सम्पन्नतासँग जोडिएका कुराहरू हामीले उठाइरहेको छौँ, पहिचानका कुराहरू। भने हामीले चाहिँ जे उद्योग धन्दाहरू जुन हामीले हिजो बेचेका उद्योग धन्दाहरूलाई पुनर्स्थापित गर्नुपर्छ। युवा बेचेर युवालाई विदेश पठाएर त्यो विदेशबाट आएको रेमिट्यान्स पनि भ्रष्टाचार गरेर जुन खाने अहिले खालको जुन नेतृत्व र अहिलेको संरचनाहरू छ यसलाई परिवर्तन गर्नुपर्छ। युवा रोक्न सक्नुपर्छ। युवा रोक्नलाई हामीले चाहिँ रोजगार र उत्पादनसँग युवालाई जोड्न सक्नुपर्छ। नेपालमै के हुन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। यसको लागि अहिलेको चाहिँ के भने यो बाटोबाट सम्भव छैन, त्यही भएर हामीले छलफल गरौँ भनिरहेछौँ।